हेलो नमस्ते वेलकम ब्याक टु एसएसपी ब्लग है र आज फेरि धेरै दिनपछि तपाईँहरूमा आज एउटा भिडियो लिएर आइरहेको छु है। आजको भिडियो चाहिँ के छ भने हाम्रो स्टक भिडियो लिएर आएको छु है। हाम्रो स्टकमा कुन कुन गाडीहरू छ त्यो तपाईँहरूलाई म वान बाई वान गर्दै देखाउँछु। आउनुहोस् तपाईँहरूलाई म वान बाई वान गर्दै देखाउँछु है। यो व्यागनर छ, यो त तपाईँको बुक भइरहेको छ। यो ZXi थियो, ZXi प्लस 2023 मोडलको थियो, यो बुक भइरहेको छ हो। फर्स्टमा छ तपाईँको यो हेर्नु सक्नुहुन्छ, यो हाम्रो 19 को गाडी हो। ट्याक्सीमा छ व्यागनर ZXi प्लस टप मोडलमा हो र यसको कन्डिसनहरू एकदमै राम्रो छ। देखाइदिनुहोस्। अहिले हामी पार्किङबाट स्टार्ट गरिरहेको छौँ है। पार्किङमा छ, अब पार्किङमा राखेको गाडीहरू यस्तै हुन्छ। गाडीहरू चाहिँ एकदमै कन्डिसनको छ। नेक्स्टमा छ तपाईँको 18 को व्यागनर VXi 2018 मोडलमा हो र यो पनि ट्याक्सीमै छ। यसको पनि कन्डिसनहरू एकदमै राम्रो छ। किलोमिटरहरू पनि एकदमै कम्ती कुदेको छ। अर्को हेर्नु सक्नुहुन्छ अल्टो 800 VXi 2023 मोडल फर्स्ट अनरमा हो। ट्याक्सीमा छ, यो एकदमै राम्रो कन्डिसनमा छ। यो पनि नेक्स्टमा छ तपाईँको अल्टो 800 2019 मोडलमा हो है र यो तपाईँको राम्रो कन्डिसनमा छ। यो पनि फर्स्ट अनरमै हो, हेर्नु सक्नुहुन्छ। टप मोडलमा हो। पर्मिटहरू छ तपाईँको गान्तोक लोकल ट्याक्सी हो है। टायरहरू पनि एकदमै राम्रो छ, सक्नुहुन्छ। र अर्को छ हाम्रोमा स्विफ्ट हेर्नु सक्नुहुन्छ 2023 मोडलको स्विफ्ट है। यो पनि एकदमै राम्रो कन्डिसनमा छ। ट्याक्सीमा छ, स्याहारेर राखेको गाडीहरू हो योहरू है। भर्खरै ट्याक्सी बनाएको हो यो गाडी चाहिँ, तपाईँको प्राइभेटमा थियो, भर्खरै ट्याक्सी बनाएर राखेको छ। एकदमै कम्तीभन्दा कम्ती रनिङमा छ है। हेर्नु सक्नुहुन्छ वरिपरि। हेर्नु सक्नुहुन्छ, यहाँ छ एउटा प्राइभेट अल्टो, भर्खरै कस्टमर टेस्ट ड्राइभ गरेर आउनुहुन्छ है। यो पनि छ हाम्रो स्टकमा। कस्टमर टेस्ट ड्राइभ गरेर भर्खरै आउनुभयो। अब उहाँले के कस्तो रिभ्यू दिनुहुन्छ यो गाडीको है, म तपाईँहरूलाई एकछिन भन्दैछु। र अहिले हाम्रो स्टकमा भएको गाडीहरू चाहिँ यति नै छ, हेरिहाल्नुभयो तपाईँहरूले सबै है। र अरू जति पनि छ हाम्रो माथि एसएसपी अटो सेन्टर हाम्रो सोरुममा छ। र जतिजनाले पनि गाडीहरू खोज्नु हुँदैछ हाम्रो एसएसपी अटो सेन्टर भिजिट गरिदिनुहोस्। धेरैभन्दा धेरै राम्रो राम्रो कन्डिसनको स्टकहरू पाउनुहुन्छ तपाईँहरूले। यति भन्दै यो मेरो भिडियोलाई एन्ड गर्दैछु। धन्यवाद।